ल है नमस्ते सबैजनालाई। ल हेर्नुस् म्याग्दी कोराला। अब म यही चढेर जान्छु है, यही चढेर टक्क घरतिर गएर आउँछु है। तपाईहरुलाई आजको नजारा देखाउँछु म है। यो रहेको छ हाम्रो सूर्य दाइको म्याग्दी कोराला। हेलो पाइछ दाइ, कहाँ पुगेर आउनुभयो? काभ्रे गएर आउनुभयो। ल उहाँ हुनुहुन्थ्यो हाम्रो पाइछ दाइ, ल उहाँ हुनुहुन्छ सूर्य दाइ है। अब म यो म्याग्दी कोराला चढेर जान्छु है, तपाईहरुलाई देखाउँछु। ल ल म्याग्दी कोराला यो रहेको छ, म्याग्दी कोराला हाम्रो सूर्य दाइ। ओके माइलस्टोन गाउँ जाने। यो चाहिँ देख्नु भएको लेते, यताबाट गयो भने चाहिँ हाम्रो गाउँ जान्छ है कुन्जो। ओके ल ट्याक्क यो चाहिँ धनकुमारी फुपूको घर है। ल हेर्नुहोस् यो चाहिँ हाम्रो गाउँ जाने बाटो है, टक्क मुस्ताङ कुन्जो जाने बाटो। वे टु कुन्जो भिलेज। ओके यस्तो बनैवनको बिच भएर जानुपर्छ है। यो चाहिँ ठ्याक्क कता लोकेसन कता भन्दाखेरि चाहिँ लेतेपारी है। ट्याक्क यो चाहिँ ठुलो देख्नु भएको चाहिँ सल्लाहको रुख है। यो हेर्नुहोस् यस्तो हुँदै जानुपर्छ हाम्रो गाउँ है। ट्याक्क पछाडि चाहिँ हाम्रो सेते बाजे अनि म है। ल म चाहिँ आज यसो सोमबारको दिन छुट्टी है, अब घर जानु पर्यो भनेर हिँड्दैछु है। ट्याक्क गाडी जान्दैन नि त, हिँडेर जानुपर्छ। यहाँबाट 2-3 घन्टै लाग्छ कि घर पुग्नलाई। ट्याक्क ल हेर्नुहोस् है, म घर पुगेपछि देखाउँछु है तपाईँहरूलाई। ल हेर्नुहोस् म चाहिँ अहिले छयो पुलमा छु है। यो जेसिबी पनि सब बिग्रिसकेछ, सब काम नभएर सब रोकेर। ल हेर्नुहोस् त यो ट्र्याक्टर यति राम्रो सरकारी सामानहरू हो, यो केही चिज काम लागेन। 10 वर्ष भइसक्यो यो पुल नबनेको है। यो पुल बनिदिएको भए यति सजिलो हुन्थ्यो यहाँको मान्छेहरूलाई, यहाँको स्थानीयहरूलाई है। एकदम झ्याउ छ। ल हेर्नुहोस् त सब सामान बिग्रिसकेछ, यस्तो छ। वे टु छयो भिलेज जाने बाटो। यो पुल तर्नुपर्छ है तपाईँहरू ट्याक्क। बाइक त आउँछ आउनु त। ल हेर्नुहोस् यो पुल निर्माण 10 वर्ष पहिला भएको हो, अहिलेसम्म समाप्त भएको छैन है। अहिले सब सामानहरू बिग्रिसकेछ कि। ल हेर्नुहोस् यो चाहिँ अमिलोको बुट्टा है, यस्तो अमिलो हुन्छ। हाम्रो यो चिचे अमिलो भन्छ कि हो, अहिले फले छैन। यो कहिले फल्छ बाजे? हो अब फल्छ होइन। ल यो दसैँ तिहारको टाइममा फल्छ यो। ल हाम्रो बुद्ध शेरचन एके भाले। ल हेर्नुहोस् यसरी अप्ठ्यारो गरेर जानुपर्छ है पुल तरेर, यति गाह्रो छ। यो मोटर बाटो नबनिदिनाले यस्तो भएको। ल हेर्नुहोस् गण्डकी तरेर जानुपर्छ है। यति डर लाग्ने छ बाटोघाटो। ल हेर्नुहोस् लथालिङ्ग हाम्रो मुस्ताङ कुन्जो छयो देउराली टिटी जोड्ने पुलको हालत है, खत्तम बनाइदियो।
बिजोक छ ल हेर्नु त्यो जेसिबी कति राम्रो छ सब वेस्ट यस्तो छ त अनि देश कहाँबाट उमा लाग्छ सरकारी सामानहरू यसरी लापरवाही हिनामिना भएको देख्दा गाह्रो छ नि हजुर ल छयो गाउँ है यो चाहिँ भित्र गाउँ छिरेपछि त एकदम राम्रो छ कि बाटो एकदम राम्रो बनाएको छ भित्र गाउँभित्र चाहिँ त्यो पुलै नबनिदिनाले झ्याउ भएको यस्तो झ्याउ छ ल म घरतिर आएको छु आज है यसो रमाइलो गर्न छुट्टीको दिनमा ओके ल है म उपल्लो छय देखाउँछु तपाईँहरूलाई छय गाउँ ओके ल हेर्नुहोस् छय गाउँको नजारा यो देखिराख्नु भएको चाहिँ हाम्रो सानीको घर है पुरानो घर गाउँमा त कोही छैन त कहाँ गएछन् बहिनीहरू कोही पनि छैन ल तपाईँहरूलाई छय गाउँ यो चाहिँ मुस्ताङमा पर्ने थासाङ गाउँपालिका म छु छय गाउँमा है ल हेर्नुहोस् है नजारा म चोकमा पुगेपछि देखाउँछु है तपाईँहरूलाई ल है म चोकमा छु ट्याक्क यो छय गाउँको चोक है हजुर घुम्दै आरामै हुनुहुन्छ बाजे ल उहाँ हुनुहुन्थ्यो हाम्रो बाजे ल हेर्नुहोस् है नजारा छय गाउँको पारि चाहिँ हाम्रो मामा घर है देउराली भन्ने गाउँ छ नि त उता चाहिँ मामा घर यता चाहिँ मेरो घर जाने बाटो है खै कसको खेत हो है यहाँ पानी पसेछ पुरै यो देखिराख्नु भएको पारिको ठुलो बगर छ नि यो बगर है यो पुरै खोला हिँड्छ यो निलगिरी हिमालको खोला यहाँ आइपुग्छ है यो देख्नु भएको चाहिँ बगर हो ठुलो ल हेर्नुहोस् ओके ल यताबाट ताउलुङ जान्छ यताबाट देउराली जान्छ है ट्याक्क ल हेर्नुहोस् ट्याक्क यो चाहिँ हाम्रो गाउँको ग्याङहरू ओए ग्याङहरू ल बाई बाई ल है उताबाट नि आउँदैछ है हेन्ची यो चाहिँ अलि दामी रहेछ ल ल खैरे ल यहाँ आएको त कोही पनि छैन त कहाँ गएछन् टोलीहरू चापी लगाएको छ पुरै ल यो चाहिँ हाम्रो सचिन दोषको एरिया है ट्याक्क म अहिले सचिनको घरतिर आएको छु है ल हेर्नुहोस् ट्याक्क ल यो चाहिँ हाम्रो छय गाउँको स्कुल भानुभक्त ल ल म चाहिँ अहिले देउराली जाने बाटोतिर छु है ट्याक्क यो चाहिँ देउराली जाने बाटो है पहिला यो पुल तरेर जान्थ्यो अहिले त यो पुल बनाएको छ है नयाँ ल हेर्नुहोस् यो फुल चाहिँ यहाँ स्पेसल फुल है हाम्रो यहाँ फुल्ने
ल हेर्नुहोस् ओके ल हेर्नुहोस् कुञ्जो जान चाहिँ 2 किलोमिटर छ है कुञ्जो गाउँ ओके यी हाम्रा सचिन राजाको घर त्यहाँबाट देख्ने नजारा ल हेर्नुहोस् नजारा छायो गाउँको कस्तो राम्रो फुल फुले है ल हेर्नुहोस् यो फुलको नाम के होला भनिदिनुहोस् है ल घरमा आएको कोही पनि नरहेछ चाबी लगाएको रहेछ है भाइ बहिनीहरू पनि छैन कहाँ गएछ बुवा सानी पनि छैन कोही पनि छैन अब फर्केँ म यहाँबाट चाहिँ है ल म भाइ बहिनीहरूलाई देखाउनु पर्ला भनेर झन् आएको त कोही पनि नरहेछ कहाँ गएको है ल धन्यवाद मेरो भिडियो यहीँसम्म थियो लाइक कमेन्ट सब्सक्राइब फलो गरिदिनु नबिर्सिनु होला हस् धन्यवाद बाई बाई लभ यु अल ल हाम्रो भाइ राजा आएको रहेछ अब यही गाडीमा चढेर तल घाँस लाग्नु पर्ला है ट्याक्क ल